आने भइनेछ चितलाङ भिलेज घुम्न। हाई, दिस इज मी कौशल्य। काठमाडौँदेखि मात्रै 1.5 घण्टाको दूरीमा रहेको यो चितलाङ भिलेज मकवानपुर डिस्ट्रिक्टमा पर्छ। म चाहिँ मसरुम हन्टिङको लागि भनेर काठमाडौँबाट चितलाङतर्फ लागि जुन इभेन्ट मदन भण्डारी युनिभर्सिटीले अर्गनाइज गरेको थियो, हामी चाहिँ भन्ज्याङमा पुगिसकेपछि त्यहाँबाट चाहिँ जङ्गलको बाटो चाहिँ मसरुम हन्टिङ गर्ने भनेर प्लान भएको थियो र हामी जङ्गलतर्फ लाग्यौँ। जङ्गलमा हामीले थुप्रै च्याउ भेट्यौँ, खाने नखाने विषालु औषधियुक्त मसरुमहरू भेट्यौँ र हामी केही बेर हिँडेपछि माथिको टप भ्यू पोइन्टमा पुग्यौँ। त्यहाँबाट चाहिँ चितलाङ भिलेजको भ्यू कस्तो राम्रो देखिँदो रहेछ। यो डेस्टिनेसन चाहिँ मलाई एकदमै मन पर्यो र राम्रो पनि थियो। हाम्रो इन्ट्रोडक्सन सेसन पनि यही नै भएको थियो। त्यसपछि फेरि हामी लाग्यौँ मसरुम हन्टिङतर्फ। त्यहाँ चाहिँ सौगात सरले ब्लोडी मसरुम भेट्नु भएको थियो र त्यो टिप्नलाई भनेर चढिहाल्नुभयो र टिपी पनि हाल्नुभयो। टिपिसकेपछि त्यो मसरुमको बारेमा केही इन्फर्मेसन चाहिँ दिन थाल्नुभयो। यो मसरुम चाहिँ दुई थरीको हुन्छ, एउटा चाहिँ विषालु र एउटा चाहिँ खाने। विषालु मसरुमको चाहिँ यसरी रङ चेन्ज हुन्छ, खाने मसरुमको चाहिँ रङ चेन्ज हुँदैन है त। हामीले थुप्रै खाने मसरुमहरू पनि भेटेको थियौँ, ऱ्यामरिया, काने मसरुम, अनि मेडिसिनल रेसी मसरुम पनि भेट्यौँ र हामी भिज्दै भिज्दै नास्ता पनि खायौँ र यो रिसोर्टमा पुग्यौँ। पुगेर हामी त्यहाँ 1 नाइट बस्यौँ। बिहानको ब्रेकफास्ट लिएर हामी यो रिसोर्टको ग्रिनरीमा एकछिन फोटो र भिडियोहरू खिच्न थाल्यौँ र भिलेज साइडतिर पनि घुम्न निस्क्यौँ। त्यहाँ अफ सिजनल फार्मिङ पनि हुँदो रहेछ। त्यसपछि हामी लाग्यौँ त्यही नजिक रहेको सातधारा मन्दिरतर्फ। त्यहाँ एकछिन हामी दर्शन गरिसकेपछि त्यही नजिक रहेको सानो पोखरीमा थुप्रै माछाहरू थियो। त्यहाँ चाहिँ रङ्गी बिरङ्गी माछाहरू थियो, पहेँलो, रातो, सेतो। एकछिन माछा हेरिसकेपछि हामी लाग्यौँ मदन भण्डारी युनिभर्सिटीतर्फ। त्यहाँको ल्याब चाहिँ एकदमै वेल अर्गनाइज र राम्रो पनि थियो। यहाँ चाहिँ फङ्गाइमा थुप्रै कामहरू भइसकेको रहेछ। धेरैलाई थाहा नहुन सक्छ, यो चाहिँ नेपालको पहिलो रिसर्च युनिभर्सिटी हो जहाँ चाहिँ मास्टर्स पिएचडी चाहिँ फुल फन्डमा चाहिँ पढाइ हुन्छ। यदि हजुरहरू प्लान्ट साइन्सतिरको हुनुहुन्छ, बोटनी, माइक्रोबायोलोजी, बायोटेक्नोलोजी, एग्रिकल्चर फिल्डको हुनुहुन्छ भने हजुरहरू अवश्य यहाँ आउन सक्नुहुन्छ। त्यहाँको प्रोफेसरले हामीलाई मसरुमको फोटोग्राफी, मसरुम कल्चर, मसरुम प्रिजर्भेसन र मसरुमको स्पोर प्रिन्ट चाहिँ कसरी गर्ने भन्ने कुराको बारेमा चाहिँ इन्फर्मेसन चाहिँ मजाले नै दिनुभयो होइन। अनि त्यो हामीलाई थुप्रै कुराको चाहिँ ज्ञान चाहिँ भयो यहाँ आइसकेपछि। अब ब्ल्याक मसरुम छ भने व्हाइट पेपरमा प्रिन्ट गर्नु पर्यो, व्हाइट मसरुम छ भने ब्ल्याक पेपरमा प्रिन्ट गर्नु पर्यो। त्यसपछि हामी लाग्यौँ फेरि एकछिन फोटो र भिडियो खिच्नतर्फ। त्यहाँ चाहिँ ग्यान्डरमा मसरुम चाहिँ यसरी डिफ्रेन्ट सब्जेक्टमा उमारिएको थियो होइन। त्यसपछि हामी लाग्यौँ फेरि मसरुमको हर्बेरियमतर्फ। मसरुम हर्बेरियममा पनि मसरुमलाई चाहिँ लिक्विड र ड्राई प्रिजर्भेसन गरिएको थियो। यहाँ टर्किटेल थियो, कत्रो ठुलो टर्किटेल थियो है। अनि अरू मसरुमहरू पनि थियो, ग्यानोडर्मा, फोमस, पोइजनस र टक्सिक मसरुम पनि थियो। प्यालस मसरुम, जसलाई जाली च्याउ पनि भन्छ, यो चाहिँ